एउटा आन्दोलन देश र जनताको पक्षमा। जनता जानेर आएको दिन तपाईसँग गोली चलाउने लाठी चार्ज गर्ने कुनै नैतिक भन्दा तागत पनि हुँदैन। छोडे भागे भन्ने बाहेक अर्को कुनै विकल्प हुँदैन। एउटा संघर्ष स्वाभिमान र सार्वभौमिकताको पक्षमा। नेपालीहरूले नेपालको निर्णायकत्व नेपालीकै हातमा राख्नुपर्छ भनेर लडाईँ गर्ने दिन आएको छ। शान्तिको कुरा गरिराखेका छौँ, अहिंसाको कुरा गरिराखेका छौँ। त्यसलाई हाम्रो कमजोरी नठानियोस् भन्ने कुरा म दोहोऱ्याउन चाहन्छु। एउटा सत्याग्रह सनातन धर्म इतिहास र अखण्डताको पक्षमा। एउटा विद्रोह भ्रष्टाचार र अव्यवस्थाको विरुद्धमा। विश्वको यो प्राचीन देश आज किन मागी खानेको देश भयो? राप्रपालाई भ्रष्टाचारीहरूमाथि दोजल चलाउने इच्छा छ। एउटा क्रान्ति भ्रष्ट व्यवस्थाको विरुद्धमा। तपाईहरुले देशलाई जसरी आफ्नो फिर्ता बनाउनु भयो त्यसलाई पल्टाउन र उल्टाउनको लागि जनता काठमाडौँ खेल्न तयारी गर्दैछ। यो आन्दोलन कठोर बन्दै गएर विद्रोहमा पनि परिणत हुन सक्छ भन्ने कुरा पनि हेर्न राख्नु। एउटा लक्ष्य समृद्धि र सुशासनका पक्षमा। 5 वर्षभित्रमै नेपाल बन्न थाल्यो भन्ने सन्देश दिन सकिन्छ। हामी त राजा पनि बस्ने, तपाईहरू पनि बस्ने, सबै मिलेर देशको समस्या समाधान गर्ने भन्दैछौँ। देशलाई दुर्घटनाबाट जोगाउनको लागि नयाँ सम्झौता गरौँ। अवस्था बदल्न व्यवस्था बदलौं।